नमस्ते। आज हामीले तपाईहरूको लागि चाणक्य इन्युको छोटो सारांश लिएर आइसकेका छौँ। यो पुस्तक लेखक राधाकृष्णन पिल्लाईद्वारा लेखिएको प्रेरणादायी तथा जीवन व्यवस्था सम्बन्धी पुस्तक हो। यसमा प्राचीन भारतीय विद्वान, अर्थशास्त्री र रणनीतिकार चाणक्यका सिद्धान्तहरूलाई आजको आधुनिक जीवनसँग जोडेर प्रस्तुत गरिएको छ। पुस्तकको मुख्य उद्देश्य मानिसभित्र लुकेको नेतृत्व क्षमता, बुद्धिमत्ता, आत्मविश्वास र सफलताको शक्तिलाई जागृत गर्नु हो। लेखकका अनुसार प्रत्येक मानिसभित्र एउटा चाणक्य लुकेको हुन्छ, जसलाई सही सोच, अनुशासन र ज्ञानद्वारा बाहिर ल्याउन सकिन्छ। पुस्तकले जीवनमा सफल हुनका लागि स्पष्ट लक्ष्य आवश्यक हुन्छ भन्ने बताउँछ। लक्ष्य बिना मानिस दिशाहीन हुन्छ। त्यसैले योजना बनाएर धैर्यका साथ र निरन्तर मेहनत गरेर अघि बढ्नुपर्छ। चाणक्यका अनुसार समयको सही उपयोग गर्ने मानिस नै सफल हुन्छ, जबकि आलस्य र ढिलाइले मानिसलाई पछाडि पार्छ। यस पुस्तकमा सही निर्णय लिन सक्ने क्षमता धेरै महत्त्वपूर्ण मानिएको छ। भावनामा बगेर होइन, बुद्धि र विवेक प्रयोग गरेर निर्णय लिनुपर्छ। कठिन परिस्थितिमा पनि शान्त दिमाग राख्न सके मानिसले नै समस्या समाधान गर्न सक्छ। पुस्तकले मानिस चिन्ने कला र सम्बन्ध व्यवस्थापनबारे पनि धेरै कुरा सिकाउँछ। सबै मानिस विश्वासयोग्य हुँदैनन्, त्यसैले साथी र सहकर्मी छान्दा सावधानी आवश्यक हुन्छ। राम्रो सम्बन्ध सम्मान, इमानदारी र समझदारीबाट निर्माण हुन्छ। यसले नेतृत्वका गुणहरूबारे पनि व्याख्या गर्छ। असल नेता त्यो हो जसले अरूलाई प्रेरणा दिन सक्छ, सङ्कटमा पनि सही निर्णय लिन सक्छ र आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन्छ। नेतृत्व केवल पद होइन, जिम्मेवारी र सेवाको भावना हो भन्ने कुरा पुस्तकले सिकाउँछ। पुस्तकले असफलतालाई जीवनको अन्त्य नभई सिकाइको अवसरका रूपमा लिने प्रेरणा दिन्छ। सङ्घर्ष र कठिनाइले मानिसलाई बलियो बनाउँछ। यदि मानिसले हार नमानी निरन्तर प्रयास गरिरह्यो भने एक दिन सफलता अवश्य प्राप्त हुन्छ। यस पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष आर्थिक सोच हो। पैसा कमाउनु मात्र होइन, त्यसको सही व्यवस्थापन गर्न जान्नु पनि आवश्यक हुन्छ। अनावश्यक खर्च र लोभले मानिसको भविष्य बिगार्न सक्छ। समग्रमा भन्नुपर्दा चाणक्य इन्युले आत्मअनुशासन, समय व्यवस्थापन, नेतृत्व, रणनीति, सम्बन्ध र सफल जीवनका व्यावहारिक ज्ञानहरू सिकाउँछ। यो पुस्तकले मानिसलाई आफ्नो क्षमता चिनेर बुद्धिमानीपूर्वक जीवन जिउन प्रेरणा दिन्छ।